नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइ। आज यस भिडियोमा एउटा यस्तो कम्पनीको कुरा गर्नेछौँ जसको आइपिओ 8,55,000 जनालाई पर्नेछ र यो कम्पनी नाम रहेछ सानीगढ हाइड्रो लिमिटेड। अहिलेको समयमा आइरहेको आइपीहरूले कम शेयर निष्कासन गर्ने र थोरै लगानीकर्ताको हात पर्ने रहेको छ। तर यो कम्पनीको आइपिओमा भने यस्तो नरहेको छ। यो कम्पनीको आइपिओ शेयर धेरै लगानीकर्ताले पाउने देखिएको छ। यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका र लोकललाई आइपिओ निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ र अब चाहिँ हामी सर्वसाधारणको पालो रहेको छ। यो कम्पनीको आइपिओ कहिले सर्वसाधारणले भर्ने मिति खुल्ला गरेको छैन, तर छिटै हामीले यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछौँ र यस आइपिओबाट सजिलै 1,000 को लगानीबाट 4 देखि 7,000 सम्म बनाउन सक्नेछौँ। यस आइपिओ बारे अन्य जानकारी अर्को भिडियोमा आउनेछ। त्यसर्थ भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्नुहोला।